साँच्चै बाबुहरु चाहिँ के काम गर्नुहुन्छ रे? म स्कुल पढाउँछु बुवा, टिचर क्या। अनि यता बाबु चाहिँ? म त टिप ड्राइभर हरन बजाउँदै घुम्दै मरेर। अनि बाबुहरु बीच त आकाश पातलको फरक भयो नि त। के आकाश पातलको फरक नि? यो स्कुल पढाउने गुरु गुरु म टडक चलाउने गुरु गुरु त गुरु नै हो म पनि। त्यसो पनि हुन्छ, रेस्पेक्टमा फरक छ नि। गुरु नमस्ते। देखिस् मलाई टाढोबाट मान्छेले चिनेर रेस्पेक्ट गरेर नमस्कार गर्छन्। एकजना उता हेर त। त्यो मेरो खले भाइ हो। गाडी चलाउन मैले सिकाएको, मलाई नमस्ते गुरु भने अहिले गुरु भाइ। गुरु थापौँ अलिकति। बुवा ए छोरी आऊ, तिमीलाई नै हेर्न आउनु भएको छ उहाँहरू। बाबुहरु मेरो छोरी विद्या। अनि बाबुको तलब कति छ? सञ्चय कोष काटेर 18,000 आउँछ बुवा, पछि पेन्सन पनि आउँछ। 18,000 त बुवा हाम्रो एक दिनको कुरा हो। 3 दिन बालुवा जोलाहरूको ल्याएर यहाँ भक्तपुरमा झार्यो भने एकै दिनमा आउँछ होइन काइला? बाइ द वे एउटा कुरा सोधु? सोध्नुहोस् न विद्याजी। यो कार कसको हो? यो त मेरो खले भाइको। प्रगति गरायो भाइ। अनि तपाईको चाहिँ छैन? मेरो छ नि एउटा, मेरो त के भन्छ अँधेरो गाडी छ मेरो एउटा। ए गुरु अँधेरो होइन के पँधेरो पँधेरो पजेरो होला नि। पँधेरो हुने गाडी छ। धनभन्दा बिटा ठुलो। अब हामी के डिस्कस गरिरहनु होइन? विद्याजीले सोधौँ न धन ठुलो कि विद्या ठुलो भनेर। ल विद्याजी तपाईँले भनिदिनु पर्यो धन ठुलो कि विद्या ठुलो। अहिलेको यो वैज्ञानिक युगमा एजुकेसन त अक्सिजन भन्दा पनि इम्पोर्टेन्ट कुरा हो। साइन्स टेक्नोलोजी तपाईँले चलाउने टिप्पर यो सबै विद्याकै कारणले त डेभलप भएको हो नि। विद्या त नभई नहुने कुरा हो। त्यसैले म चाहिँ के रोज्छु भने धन धन। ल विद्याजीले धन ठुलो भन्नुभयो होइन? आउनु त सँग गएर टिप हान्नु पर्यो नि अबदेखि त होइन? आउनु त राम्रोसँग पठाउँछ। हस् त बुवा धन्यवाद है। ल ल बाबु मन नदुख भाइ। बुवा कुरा तितो भयो तर सत्य भयो। हेर्नु त म यत्रो पढे लेखेर केही गर्न सकेको छैन, यो टिपर ड्राइभरले मभन्दा 10 गुणा बढी कमाउँछ। नेपाल बसेर काम लाग्छ अब। हुन त हो बाबु, तर तिमी पनि त पढे लेखेको छौ त। बरु यसो गर, विदेशमा पढ्नको लागि एप्लाई गर, पढाइ पनि हुन्छ अनि राम्रो कमाइ पनि हुन्छ नि। तर कहाँबाट एप्लाई गर्नु बुवा? काठमाडौँमा CSC ग्लोबल भन्ने कन्सल्टेन्सी छ, त्यहाँ गएर IELTS PT गरेर राम्रो देशमा एप्लाई गर्दा भइहाल्यो नि। CSC ग्लोबल कन्सल्टेन्सी अनि भरपर्दो छ त बुवा। CSC ग्लोबल कन्सल्टेन्सी अब्रोड स्टडीको लागि त बेस्ट नै हो नि। जानकारी दिनुभयो धन्यवाद है बुवा। अब तिमीले दिने भनेको जानकारी मात्रै त हो नि बाबु, छोरी त ड्राइभरले लिएर गइहाल्यो। ल ल हुन्छ बुवा। ल बाबु ल ल।